बोल केटा बोल। नमस्कार, म हुँ सन्तोष ओख्राबो लिम्बू र अहिले म कहाँ छु भन्दाखेरि त्योभन्दा अगाडि चाहिँ तपाईँलाई म शब्दमा बयान गर्नै नसक्ने दृश्यहरू देखाउँछु। म जुन जमिनमा उभिरहेको छु त्योदेखि वरिपरि क्यामेराम्यान प्लिज एकपल्ट देखाइदिनु होला। कट सरल हो, तपाईँले यो जग्गा यस्तो दामी छ मानिसहरू आजकल हो हल्ला होइन धेरै त्यस्तो वातावरणदेखि थकित हुनुहुन्छ र एकदम पिस एरिया, शान्त एरिया, शीतल एरिया, गर्मी महिनामा झापामा त एकदम गर्मी हुन्छ र एकदम शीतल चिल्ड एरियामा जानको लागि हजारौँ लाखौँ पैसा खर्च गर्नु हुन्छ र यो जग्गा चाहिँ यस्तो जग्गा हो जहाँ चाहिँ एकदम दामीको भ्यू, जुन यहाँबाट हेर्दाखेरि झापा, मोरङ, इलामको भ्यू एकै ठाउँबाट देखिन्छ। त्यस्तो भ्यू पोइन्ट हो यो चाहिँ। वान अफ दि मोस्ट इम्पोर्टेन्ट जग्गा हो, धेरैलाई थाहा छैन। र यो चाहिँ कहाँ पर्छ भन्दाखेरि झापा दुधेदेखि उत्तरी लगभग 10 to 12 किलोमिटर या त 15 किलोमिटर एप्रोक्स तपाईँले गुगल पनि गर्न सक्नुहुन्छ। त्यहाँ गइसकेपछि एकदम उकालो चढिसकेपछि यो भ्यू आउँछ। यहाँदेखि चाहिँ यस्तो सिनेमेटिक सिन देखिन्छ, पुरा झापा एरिया पुरै देखिन्छ, साथै इलाम र कोशी पनि देखिन्छ, मतलब मोरङ पनि देखिन्छ है। यस्तो राम्रो जग्गामा चाहिँ यसलाई के गर्ने, सरसफाइ पनि राख्ने उत्तिकै हाम्रो जिम्मेवार बन्छ। र धेरै साथीहरू यहाँ आउनुहुन्छ, यो ठाउँमा आउनुहुन्छ, आइसकेपछि त्यो के भन्छ मनोरञ्जनको लागि आफ्नो खान्ते पिन्ते होइन या पेय पदार्थ, खाद्य पदार्थ जे पनि होस्, अब त्यसको लागि म्यानुफ्याक्चर गरेको आइटम, प्याकिङ आइटम ल्याउँदाखेरि त्यो आइटमहरू चाहिँ के हुन्छ, प्याकिङ आइटम हुन्छ, जो चाहिँ वेस्टको रूपमा अनियन्त्रित जहीँ तहीँ फालेको अवस्था देखिन्छ। यस्तो दामी ठाउँमा पनि आएर यसरी चाहिँ जहीँ तहीँ फालेको देखिन्छ। यो अव्यवस्थित तरिकाले यहाँनिर हेरौँ, यसरी स्टोर गरेर जलाउन, वेस्टलाई एकदम पूर्ण हो त्यसरी, ताकि फर्दर फ्युचरमा कुनै असर नपर्ने यो तरिकाले चाहिँ राख्न सकिन्छ। तर जो कोहीले पनि यस्तो गर्नुहुन्छ, अनावश्यक जतापाइ त्यतै फ्याँक्नुहुन्छ, यस्तो गर्नुहुन्छ भने चाहिँ तपाईँहरू अरू चाहिँ भन्न सक्दैन। प्लिज रिक्वेस्ट छ, हार्डली रिक्वेस्ट छ, यस्तो तपाईँको आदत छ भने चाहिँ तपाईँ हामी जो कोहीले पनि आजसम्म यस्तो गर्दै हुनुहुन्छ भने चाहिँ यो आजबाट सुधार्नु जरुरी हुन्छ है त। यहाँ मात्रै नभएर अरू बाटो, यो ठाउँमा आउँदाखेरि एडभेन्चर छ ठाउँ र बाटोमा बिसाउँदै आउनु। यो बाटो बन्नु चाहिँ फलैचाहरू बनाइदिएको छ, सुविधा छ बस्नको लागि, हावा एकदम भ्यू टावरको लागि, भ्यू हेर्नको लागि राम्रो छ। त्यो एरियामा पनि यसरी नै फालेको देखिन्छ। जो कोहीले पनि यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूले आजदेखि यस्तो नगरिदिनु होला, यहाँ आउनुहुने, साथै जुनसुकै ठाउँमा पनि जानुहुने, र यो भिडियो सकेसम्म धेरैभन्दा धेरै सेयर गरिदिनु होला। हस् त, थ्याङ्क यू सो मच, नमस्ते, धन्यवाद। ल